आफै गुफामा बनेको हात्ती गाइस। हात्ती असली यसलाई चाहिँ गाईको थुन भनिन्छ तर आजभोलि चाहिँ पुरा उगा नभएको न माग यति देख्दिन माग भयो भने माग भयो भने अम्मा भयो भने अलि त अलि दियो नि हेऱ्यो। हेलो गाइस, आज चाहिँ हामी चाहिँ भिमेश्वर गुफातिर जाँदैछौँ होइन कस्तो हुन्छ हेरौँ। तपाईँहरूले भिमेश्वर गुफा देखाउन गइरहेका छौँ। लास्टै चमेर हुन्छ अरे गाइस, डर लाग्दो छ। हेरौँ कस्तो हुन्छ गाइस। हेर्नुहोस् हामी चाहिँ अहिले यस्तो जग्गातिर अझै धेरै टाढो छ उच्यामा दुईजनालाई हेर्नुहोस् हाम्रो गाउँ चाहिँ यति सुन्दर छ। यति सुन्दर गाउँ कहिले देख्नु भएको छ गाइस। यस्तो हिमाल पहाड देख्छ उता चलो एभ्रिवान गाइस, अहिले चाहिँ हामी त्यो रुमाल गाउँ भन्ने ठाउँमा आइसक्यौँ। यता हामी गुफामा पुग्नु लागिसकेको छैन। यहाँ आइना पुरा मेरो हातले टमाटर देख्छ त्यहाँबाट छैन यो देख्छ पर्खाले यसरी कुदाइदिनु त पर्खा अब अलिक पुरस्कार दिनु नि। के सक्दिनँ सक्यो भने त मै मर्दा यहाँ अहिले लिएँ त्यसलाई भिन्नमा कुदायो भने आउँदा हेर यसले जग्गाले हेर जने यस्तो नगरे यस्तो ओ यति हिलो छ उयो खल्डो छ। गाइस अहिले चाहिँ हामी गुफा ठाउँ पुगिसकेको छौँ, पुग्न लागेको छौँ। यो त्यहाँ बाइक छ अनि अब हेरौँ वो चमेरा चमेरा सुनाएको थियो कस्तो छ हेरौँ है। चमेरा चमेरा अस्ति आएन आँखै आँखा देखाउँछ चमेराले। आज कस्तो हुन्छ आज चमेरा देख्नु आएको छ र मोबाइल चमेरा सुन्नु होला अलि त अघि छ। अब जङ्गलको बाटो हेर्नुहोस्, पहिले जङ्गलको बाटो डर लाग्यो त्यसैमाथि गुफा प्राकृतिक रूपले पनि हो यहाँ तल अब जानु पर्छ। अहिले चाहिँ हामी गुफामा पुगिसकेको छौँ होइन। उता मन्दिर चाहिँ रिप्या सिप्या सराउँछ होइन। हो त्यहाँ मन्दिर छ होइन, हो त्यहाँ यसै देखिन्न। पखन बोल अब मन्दिर छ, मन्दिरको सिधै तल चाहिँ गुफा छ। हेर्नुहोस् निकै डर लाग्दो छ। हेर्नुहोस् त एकचोटि कति कालो छ। जान त अघि डर नमान्दा डर मान्दिनँ भने लाग्छ त बाबु। गुन्न आउँछ म आएको बत्ती बाल्न मलाई देखिन होइन भिडियोसँगै कतै हात्ती आफै गुफामा बनेको हात्ती गाइस। हात्ती असली यसलाई चाहिँ गाईको थुन भनिन्छ तर आजभोलि चाहिँ पुरा उगाएर रहेछ। धेरै पहिला बनेको थियो। तपाईँहरूलाई म गणेश भगवान् पनि देखाउँछु है। गणेश भगवान्को पनि मूर्ति छ यार, डर लाग्दैन। यहाँ चाहिँ मूर्ति हेर्न सक्नुहुन्छ गाइस शिवजीको। त्यहाँ उमातिर कस्तो कस्तो छ अर्कै टाइपको छ। अँध्यारो छ भित्रै छ तर अहिले हामी जाने हाल छैनौँ। अहिले चाहिँ तपाईँलाई तलतिर देखाउँछु। मान्छेहरू आएर यहाँ बोल झुमेर दिएन डर लाग्यो गाइजहरू अलिक क्यामेरा क्वालिटी लो छ। के गर्नु हजुर। होइन भाग्छ भाग्छन् डर लाग्छ यार बस्छिमा झुमेर मस्त
तल गएर आइजान्छ नि यार नहर नहर क्या ओइमा आउँदाखेरि हुन्छ मुगन टुक्दैन हिँड्छु त हिँड्ने क्या डरमा आउँछ है गयो कि त्यो तिमीलाई आज पनि ल्याउनु थियो यार अब यहाँ सिडीदेखि ऊ तलै जानुपर्छ ऊ त्यहाँ तल सेतो देखाएको छ नि यहाँ धेरै घुमेको सिडी छैन अप्ठ्यारो तर यहाँको गाईको थुन्सुनु पनि त्यहाँ त यहाँ अब होइन चिमेर चिया चिया गरिराख्नु आवाज आइसकेको छैन त्यहाँ यहाँ शिवलिङ्ग यहाँ न बत्तीले यहाँ न सबभन्दा ठुलो शिवलिङ्ग होइन ए कति ठुलो छ जाउँ अब तल पाइजाउँ एकचोटि तलसम्म जाउँ न त त्यति हो अब यहीँदेखि तल हेरेर कति डर लाग्छ तर गुन्नाउनु त रहन्छ नि यो त्यस्तो गुन्नाउनु रहन्छ जब चाहिँ नपदेन हाँस आउँछ यार खै चाहिँ यति हुँदो रहेछ कि कति सिडी लाग्यो अलिक त यस्तो पहल छ पहल परिरहेको छ सो अब हामी जान्छौँ घरतिर होइन अब कस्तो चार्ज भ्याइसकेको छ त्यति बेला चाहिँ गाइज हामी गुफा हेरेर पनि आइसकेका छौँ होइन अब गुफा हेरेर घरतिर जान्छु ओ बिना तय एकीमा आगा हारा हेर्न माथिको बाइक तल ल्याइदिएको छ तँ किन आयो मलाई थाहा छ यो पाउनु मैले चाबेको छन् भने तैँले उहाँले भने के चलो त माघ भयो भने माघ भयो भने अम्मा भयो भने गोल त अलि लियो नि हेरेँ म फेसमा हालिदिएँ नि भिडियो फेरि अनि मलाई म किन बाहिर ब्याउँछ खासलाई यस्तो झुटा कसम खान अब यति नै ब्याग ढालिदिन्छु अरू के होइन आए यो चेन्ज गरेर क्या भने क्या आए अच्छा यो त म हेर्न कस्तो नहीं मिनट के दे रहे नहीं मिनट दे रहे नगर रोके एभ्रिवान गाइज हामी चाहिँ अहिले अलि माथेर के होइन यसले भिडियो बनाउने आशा त मलाई पोटाटो चिप्स खुवाउँला भने आउँछ त्यही भए मात्र बनाइरहेको छु भिडियो गाइज यस्तो अन्यथा नलाग्नु होला पोटाटो चिप्स खुवाउँला भने आउँछ र यहाँ भिडियो बनाइरहेको छु सहयोग गर्दा आउँछु क्यामेराम्यानको पोटाटो चिप्सको भोग्यो है पोटाटो चिप्सको अर्को पिच्चीको पनि हो तर पाइन्न र के हो त्यो भने भाइ पिच्चीका नि चिप्स क्या चिप्स यो बाइक एकदमै देखिरहेको छ र त्यसले कुन दिन मारेर त कसैलाई नचरी आइसकेको म त पोटाटो चिप्स खाना पनि चरी आउँछु
नबोल क्या लाइक शेयर सब्सक्राइब गर्नु नबिर्सिनु होला आजको लागि नै यति नै बाई